वेलकम ब्याक साथीहरु। म फेरि पनि आज आइसकेको छु। नेपाल अहिले लिग 2 अन्तर्गतको युएई मा भइरहेको ट्राई सिरिज खेलिरहेछ। यो तपाईहरु सबैलाई थाहा भएको कुरो। नेपालले आफ्नो लगातार खेलहरु हारिरहेको छ। अघिल्लो खेल अमेरिकासँग त हारो ठिकै छ, किन भन्दाखेरि अमेरिकाको टोली अहिले फर्ममा छ। तर आज जुन टेबलको अन्तिममा रहेको टोली छ युएई, त्योसँग पनि नेपालले हार्न पुग्यो। कहाँ चुक्यो त नेपाल? कसको गल्ती त? के क्याप्टेनको गल्ती हो कि कोचको गल्ती हो कि अन्य खेलाडीहरुको नै गल्ती छ? तपाईहरुलाई के लाग्छ, कसको गल्ती छ जस्तो लाग्छ? आज टस नेपालले नै जितेको थियो। टस जितेर नेपालले बलिङ रोज्देको भएन, खेल नेपालको पक्षमा हुन्थ्यो कि? त्यो अभियसली मलाई पनि लागेको कुरा हो, त्यो तपाईहरुलाई पनि लागेको हुन सक्छ। तर रोहित कुमार पौडेललाई आज उहाँको नाममा यो ताली बन्छ नि। आज एकपट्टिको विकेट चाहिँ रोहित कुमार पौडेलले बचाएरै राखेका हुन् के। अब भन्न त कति फ्यानहरुले भन्छन् रोहित कुमार पौडेल धेरै स्लो खेल्यो भनेर। यदि रोहित कुमार पौडेलले फास्ट खेलेको भए के हुने रहेछ? रोहित कुमार पौडेल पछि त नेपाली टिम त कोल्याप्स नै हुने रहेछ नि, हैन र? आज पहिला टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय गर्यो। 50 ओभरमा आफ्नो सबै विकेट गुमाउँदै नेपालले 233 रन मात्र बनाउन सक्यो। 234 रनको लक्ष्य पछ्याएको युएईले 43.3 ओभरमा 5 विकेटको नोक्सानीमा टार्गेटलाई भेट्टाउन सफल। आज युएई का दुई ओपनरले राम्रो ब्याटिङ गर्दाखेरि युएईले नेपाललाई हराउन सफल भयो। यदि युएई का ओपनरहरूले पनि नेपालको जस्तै 10 ओभरमा 30-34 मात्र बनाएका भए सायद आज युएईले नजित्न पनि सक्थ्यो, खेलको नतिजा अर्कै आउन पनि सक्थ्यो। अब यस्तै लयमा बस्ने हो भने नेपालले आफ्नो ओडिआई स्ट्याटस पनि गुमाउन पुग्छ र आइसिसीबाट आइरहेका सहयोगहरु पनि टुङ्गिन सक्छ। त्यही भएर अब नेपाली टोलीले राम्रो खेल्नु पर्छ। हो, नेपाली टोलीको टी20 मा राम्रो फर्म छ, तर ओडिआई मा अहिले फर्म निकै खस्केको छ। गल्ती कसको छ त? टिमले बसेर हल गर्नु पर्यो। के कारणले चाहिँ नेपालले हारिरहेको छ त? त्यसलाई समाधान गर्न पर्यो। यदि कुनै खेलाडीलाई चेन्ज गर्दाखेरि टिम बलियो बन्छ भने त्यो पनि गर्न पर्यो। हामीलाई खेलाडीसँग मतलब छैन, हामीलाई टिमसँग मतलब छ, जितसँग मतलब छ। नेपाल अहिले टेबलको 7औं स्थानमा छ भनेदेखि युएई नेपाल भन्दा पछाडी 8औं स्थानमा छ। के अब नेपालले यहाँबाट उठेर आएर 2027 मा हुने ओडिआई वर्ल्ड कप खेल्ने सम्भावना छ त? के लाग्छ तपाईहरुलाई? कमेन्ट गर्न भने नभन्नु। आज ब्याटिङ तर्फ हेर्दा कुशल भुर्तेलले 12 बलमा 7 रन बनाए। त्यसगरी आसिफ शेखले 48 बल खेल्दै 35 रनको योगदान दिए। भीम सार्किन 13 बलमा 3 रन बनाउँदै आउट भयो भनेदेखि रोहित कुमार पौडेलले 130 बल खेल्दै 109 रनको योगदान दिएका छन्। उनले ओडिआईमा डबल सेन्चुरी पनि आफ्नो नाममा लेखाएका छन्। त्यसगरी आसिफ शेखले 42 बलमा 27 रन, दिपेन्द्र सिंह ऐरीले 28 बलमा 23 रन, गुलसन झा गोल्डन डकआउट भयो भनेदेखि 13 बल खेल्दै 6 रन सोमपाल कामीले बनाए। त्यसैगरी करण केसीले 8 बल खेलेर 13 रन बनाए भनेदेखि सन्दीप लामिछानेले 4 बलमा 3 रन बनाए र ललित राजवंशी पनि गोल्डन डकआउट भएका छन्। बलिङ तर्फ हेर्ने हो भनेदेखि सन्दीप लामिछानेले 2 विकेट र दिपेन्द्र सिंह ऐरीले 1 विकेट र करण केसीले 1 विकेट बाहेक अरु कुनै पनि बलरले विकेट लिन सकेन। युएई का ओपनर अलिसान सराफले 26 बलमा 35 रनको योगदान दिए भनेदेखि आर्यन शर्माले 98 बलमा 98 नै रनको योगदान दिँदै युएईलाई सुरुवाती क्रममै बलियो स्थानमा पुर्याएको थिए। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा एक लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। नेपाली क्रिकेटको नयाँ अपडेट लिएर म आउने नै छु। आजलाई यति नै। हस्त बाइ।